युरानी हर्समा चाहिँ अफर नै अफर आइसकेको छ है। हाम्रो यसपालि चाहिँ पहिलाभन्दा अलिकति फरक छ अफरहरू है। कोही इच्छुक हुनुहुन्छ भने अफरमा एकदम साथ दिनु होला न्यू इरानी हर्समा है। रिकन्डिसनमा चाहिँ तपाईँको कस्तो अफर छ भने चाहिँ न्यू इरानी हर्समा चाहिँ 15 जना कस्टमरलाई हामीले धोरपाटन राइड कि अप्पर मुस्ताङ राइड लाने हो। यहाँ चाहिँ धोरपाटन लेखेको छ। अब क्लाइमेट अनुसारले कुन हुन्छ है। 15 जना कस्टमरलाई हामी धोरपाटन राइड कि अप्पर मुस्ताङ राइड लान्छु। अनि लकी ड्रमा अफर नै अफरको धमाकामा बाइक किन्दा बाइक स्कुटर फ्री छ है हाम्रो है। बाइक किन्दा यसको बाइक स्कुटर फ्री छ। योभन्दा अगाडि हामीले 3 कस्टमरलाई जिरो मेन्टेनेन्स गरेर बाइक र स्कुटरमा तपाईँलाई अफर दिएर हामीले लकी ड्र गरेर 3 कस्टमरले बाइक परेको थियो। बाइक 2टा स्कुटर एउटा बाइक परेको थियो। त्यसै गरी हामीले चाहिँ आवर सर्भिस पर्चेस अन गेट फ्री भनेको 2 इयर सर्भिसिङ फ्री, इन्जिन ओइल, फुल मेन्टेनेन्स अन फर्स्ट सर्भिसिङ विथ 2 मन्थ इन्जिन वारेन्टी, हेलमेट फ्री पाइहाल्नुहुन्छ। टच अफ पेन भइहाल्छ। अनि मेन्टेनेन्स भनेको तपाईँको जुनसुकै साधन रोज्नुहोस् हामीले टच अफ पेन तपाईँलाई जस्तै यहाँ फुटेको छ यही बाइकको कुरा गरौँ है। यहाँ फुटेछ यो नयाँ हुन्छ। तपाईँको यहाँ अलिअलि स्क्रैच राख्दाखेरि यसलाई चेन्ज हुन्छ। तपाईँको ब्रेक सुहरू, चेन्ज पकेटहरू, टायरहरू हेर्नुहोस् है। तपाईँलाई चेन्ज गर्नुपर्ने हेडलाइटमा स्क्रैचहरू हेर्नुहोस्, भाइजरहरू फुटेछ हेर्नुहोस् है। तपाईँको मिररहरू बाङ्गेको केही छ भने हामी सबै तपाईँलाई चेन्ज गरेर फुल मेन्टेनेन्स दिन्छु तपाईँलाई न्यू इरानीमा आउनुहुन्छ भने है। त्यसै गरी हामीसँग थरीका बाइकहरू छ है। तपाईँलाई म सर 150 कुन छ, डुक कुन छ, डियो कुन छ, तपाईँलाई यो भिडियोमा चाहिँ मैले प्राइस भन्न सक्दिनँ होला है। अफरको बारेमा बुझाइदिएँ तपाईँलाई है। त्यसै गरी कसैले फलो गर्नुभयो भने लाइक गर्नु, सब्सक्राइब गर्नुभयो, सेयर गर्नुभयो भने हामीले त तपाईँलाई एट्र्याक्टिभ गिफ्ट हाम्रो राखेको छु। कोही कस्टमर आउनुहुन्छ भने हामीले किरिङ तपाईँलाई कप न्यू इराको है। त्यसै गरी हामीसँग कुन बाइक छ के छ तपाईँले न्यू इरानी हाउसमा हेर्नु होला है त। हामीसँग ग 22 को 150 पल्सर छ, ग 19 को 150 पल्सर टिडी छ, ग 21 को 150 टिडी छ, ग 17 को किकवाला पल्सर छ, ग 20 को 125 पल्सर छ, ग 20 को टिडी हो, यो 180 हो। अर्को 180 दुईटा 180 यहाँ देख्नु भयो। अनि बियास पोडुक भन्नुभएको थियो, बियास पोडुक पनि छ हामीसँग। ग 11 को 24 को 23 मोडलको 24 को 23 मोडलको तपाईँको डुक पनि छ हामीसँग। दुईटा 22 3टा 22 मोडलको डुक हो। बियास 6 मा जुन लाइन हुन्छ। अनि 250 बियास पमानी छ। अनि बियास 6 मा छ, बियास पमानी छ। एनके दुईटा छ हामीसँग है। हामीसँग आरसी 390 छ। अनि डुक 200 ग 26 को अहिले ग 27 चले ह। जेन 3 छ हामीसँग, जेन 3 छ हामीसँग। सीआरएफ छ हामीसँग, एक्सआर 190L छ, एक्सआर छ हामीसँग। डियोहरू त भन्नै पर्दैन, टन्नै आइसकेको छ हामीसँग। दुईटा नयाँ मोडलको बुलेट छ, ग 24 को र ग 25 को तपाईँको नयाँ किन्दा 5,70,000 पर्छ। तपाईँ 1 लाख डिस्काउन्ट भएर आउँछ हामीसँग। ग 19 को 20 मोडलको बुलेट छ हामीसँग। 11 को 15 को डियो भयो, 20 को डियो भयो, ग्राजे 18 को, 20 को, 21 को, 22 को, ग्राजे 19 को, डियो 18 को, डियो। अनि हामीसँग रेजेटहरू टन्नै छ हामीसँग। यामाको रेजेट लभरहरूलाई रेजेटहरू एउटा, दुईटा, तिनवटा, 4वटा, 5वटा छ। एप्रिला छ हामीसँग, फ्यासिनो छ हामीसँग। एन्ट्रोकहरू एउटा, दुईटा, तिनवटा छ हामीसँग। नयाँ हाइब्रिडवाला उस पनि छ हामीसँग। भेस्पा 3टा छ, 2टा एप्रिला छ हामीसँग। 5cc को बुलेट छ हामीसँग। डोमिना 2टा छ, एउटा 250cc को, एउटा 4cc को छ हामीसँग। त्यसै गरी हामीसँग 3टा बुलेट छ यहाँ। पुरानो मोडलको 3टा बुलेट भयो। यो तपाईँको 21 मोडलको 3टै एउटै रेट हो, तपाईँको टेन्सन लिनै पर्दैन। हामीसँग N250 र N160 छ है। यो 3टा बुलेट भनिसकेँ हामीसँग। हामीसँग भेन्टेज बाइक छ यहाँ हेर्न सक्नुहुन्छ। भेन्टेज CG 125 छ हामीसँग। एडभेन्चर बाइकमा 390 र 250 मा तपाईँको कुन लानुहुन्छ है, मजाले चुज गरेर लान सक्नुहुन्छ। 390 एडभेन्चर पनि छ हामीसँग, 250 एडभेन्चर पनि छ। टेकन छ हामीसँग, एसियन ब्रिड छ, एफजे छ। त्यहाँ देखाइसकेको छु तपाईँलाई मैले। यहाँ हामीसँग 250R को होन्डाको छ, R3 320cc को छ, एनएसहरू टन्नै छ। एफजेड छ हामीसँग, NS 200 छ, NS 160 छ, NS 200 छ, NS 200 छ हामीसँग। साइन नयाँ मोडलको छ, 180 छ। एफजेड बुकिङ भएको हो त्यो। एडभेन्चर छ तपाईँसँग, यो पनि बुकिङ भएको। 2टा बुकिङ, 3टा बुकिङ, लगभग 3टा बुकिङ भइसकेको छ हामीसँग। एपाची भइहाल्यो, ग 23 को एपाची छ है। त्यसै गरी ग 9 को 220 छ, ग 7 को 220 छ, ग 20 को 220 छ, ग 21 को 220 छ, ग 22 को 220 छ। 3टा क्रस फायरको ट्र्याकर छ, छान लान सक्नुहुन्छ। बेनेली छ हामीसँग। त्यसै गरी हामीसँग बेनेली 250 छ, एमटी 2टा छ हामीसँग है। जावा 2टा छ हामीसँग। यो बुक भएको साधन हो है, ग 21 को बुक भएको, यो एफजे पनि बुक भएको होइन। अझै हामीसँग टन्नै छ भन्नु है त। एफजेडहरू टन्नै छ। ग 25 को एफजेड छ, ग 22 को एफजेड छ, ग 11 को एफजेड छ, ग 21 को एफजेड छ र ग 19 को एफजेड छ। त्यसै गरी हामीसँग मसँग भएको कुन छ न्यू इरानी हाउसमा तपाईँलाई देखाएको छु है त। अनि पारी पनि हामीसँग अलिअलि सामान छ है। ल कुन छ हेर्छ है।
जेडा 21 को छ, एन्ट्रोक छ, प्यासिनो छ, जेडा जेडा र जेडा 113 सीसी को 21 को एपाची छ, 150 छ 8 को 45,000 पर्ने, युनिकन छ, हर्नेट छ, V15 छ, ग्ल्यामर छ, साइन भयो, डिस्कभर भयो, एक्सट्रिम भयो, 30,000 को यो तपाईको लिबरो भयो, एक्सप्लस छ, 100 सीसी को ड्रिम योग भन्ने छ, सुपर स्प्लेन्डर छ, एपाची एउटा, दुईटा, तीनटा, चारवटा छ, प्यासिनो छ। अनि हामी रोडियो जम्मा 30,000 पनि रोडियो छ है त ल। सानसानो लानु सक्नुहुन्छ। यता पनि अझै अपडेट हुँदै गएको छ, अझै साधनहरू थपिँदै जाँदै छ, आउने क्रम अझै बाँकी छ है। कन्फ्युज नहुनु होला है। हामीले लोकेसन चाहिँ के छ भने तपाईको स्ट्रिट नम्बर 9 एकदम सजिलो। स्ट्रिट नम्बर 9 यहाँ छ तपाईको भने यताबाट तपाईको महेन्द्रपुल हुँदै आउनु पर्यो है। यहाँ ठ्याक्कै म्युजियम छ गण्डकी प्रदेश सरकारको म्युजियम छ तपाईको है। म्युजियम छ यतापट्टि निउरा भइहाल्यो, शिव मन्दिर यहीँ भयो। तपाईको यतापट्टि लोकेसन हेर्न सक्नुहुन्छ है। तपाईँ गुगलमा गरेर मजाले आउन सक्नुहुन्छ। लोकेसनलाई टेन्सन लिनु पर्दैन। बजार सोरुम भन्दा 2 घर माथिबाट आउनुहोस्। ट्याक्कै ओम शान्ति जोडिएको घर हो है त है। ओम शान्ति जोडिएको घर हो, टेन्सन लिनु पर्दैन। छानी है त ल। थ्याङ्क यू ल।